हेलो गाइस, तपाईलाई स्वागत छ मेरो युट्युब च्यानलमा। मैले आज के भन्न गइरहेको छु भने टिभीएस को तपाईको यो इलेक्ट्रिक स्कुटी है, तपाईको हामीले फर्स्टमा किन्दाखेरि तपाईको प्राइस पनि धेरै महँगो थियो हैन। अनि तपाईको अहिलेको हाम्रो यसमा के प्रब्लम आइरहेछ भने तपाईको चल्ने चल्छ नै। तपाईको अहिले प्रब्लम के आइरहेछ भने तपाईको यसको जब हामीले यसलाई स्टार्ट गर्यो हिँड्दाखेरि बीचमा के हुन्छ भने तपाईको म देखाउँछु तपाईलाई। यहाँनिर एउटा एरो आउँछ के तपाईको, जस्तै यहाँनिर अब म देखाउँछु। यो साँचो अफ भयो, अब अन गर्यो तपाईको यो टी गरी आवाज आइरहन्छ के तपाईको। अनि तपाईको यहाँ टी आवाज आउँछ, हेर्नु सक्नुहुन्छ यो टी गरी यस्तो आवाज आउँछ। अनि चलाउँदै गर्दा यहाँनिर एउटा एरो आउँछ के तपाईको, एरो आउँछ हैन। यति थर्ड क्लास छ कि यति थर्ड क्लास छ स्कुटी हैन। तपाईले अब चढ्ने व्यक्तिहरुले अब कसरी चढ्नु भएको छ, के गर्नु भएको छ हैन। यति प्रब्लम दिन्छ, प्राइस पनि यति महँगो पर्यो त्यो किन्दाखेरि। अहिले तपाईको लगभग अब अहिले त धेरै लगभग 1 लाखको हाराहारी सस्तो छ भन्छन् हैन। पहिला हामीलाई किन्दा धेरै महँगो पर्यो हैन। यो स्कुटी यति थर्ड क्लास स्कुटी हो कि हैन। तपाईको सकभर त कसैले यो चढ्दै हुनुहुन्छ भने तपाईको रिटर्न दिएर अर्को लिँदा पनि हुन्छ कि, किनभने हामी अब रिटर्न गर्ने सोचमा छौं यसको। तपाईको यति थर्ड क्लास छ कि हैन। तपाईको हिँड्दै तपाईको एरो बल्दिन्छ, त्यसपछि गुड्दैन। अब हाइवेमा तपाईको गुडिरहेको बेलामा अब कुनै बेलामा त्यस्तो भइहाल्यो भने अचानक पहाडबाट गाडीले हान्दियो भने तर के गर्ने। अनि यसको जिम्मेवारी को रहन्छ त? अब कम्पनी रहने हो कि अनि को हुने हो हैन। त्यसैले गर्दा सकभर मेरो सजेस्ट चाहिँ के छ भने तपाईले सकभर यो टिभीएस को इलेक्ट्रिक स्कुटी नचढ्दै राम्रो। अनि किन मलाई चाहिँ धेरै प्रब्लम आइराछ हैन। त्यसैले गर्दा यसको चाहिँ यो स्कुटी चाहिँ सबैले नचढ्न आग्रह गर्छु म चाहिँ हैन। किन मलाई चाहिँ म एकदम धेरै दुःख दिएको भएर हैन। तपाईको कुनै बेला त के हुन्छ भने तपाईको 2 सेकेन्डमै एरो आइदिएर बीच रोडमै रोकिन्छ। अनि अब त्यतिखेर तपाईको अब बाइ चान्स पहाडबाट ठुलो हेभी गाडीहरु आइराछ भने तपाईको ड्याङ्गर पहाड किचेर गइदियो भने त अनि जिम्मेवारी को त यसको? अनि त्यो पनि त हुनु पर्यो। अनि कम्पनीमा सर्भिसिङमा लिएर गयो, तपाईको एकछिन टाकेल टुकुल गर्यो, बस सकियो। अनि महिना पछि चाहिँ तपाईको स्कुटी के छ कसो भनेर सोधिरहन्छन्। तर मेरो यो प्रब्लम छ भन्दा सर्भिसिङ ल्याइखाने उयो पाएर फेरि अनि केही हुँदैन। त्यसैले हामी चाहिँ यो रिटर्न गर्दै छौं अब। अनि तपाईहरु पनि अब चढ्दै हुनुहुन्छ भने चाहिँ सचेत रहनु होला हैन। 1 नम्बरको थर्ड क्लास स्कुटी हो यो चाहिँ। तपाईको टिभीएस कम्पनीको इलेक्ट्रिक स्कुटी भनेको एकदम थर्ड क्लास स्कुटी रहेछ यो। चढ्दै गयो यो स्कुटी चढ्दै हुनुहुन्छ भने एकदम विचार गर्नु होला। भोलिको दिनमा आज मलाई भएको छ, भोलि तपाईलाई हुन सक्छ हैन।